युट्युबमा जब हामी काम गर्दाखेरि हैन कन्सिस्टेन्सी एकदमै इम्पोर्टेन्ट हुन्छ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। सो आज चाहिँ हामी सिक्नेछौँ कि कसरी युट्युबमा कन्सिस्टेन्सी बनाएर राख्नु हुन्छ हैन। हामी मान्छे भएपछि कति इमर्जेन्सी कामहरू हुन्छ या कतै हैन कहिले के हुन्छ, कहिले फ्यामिली प्रब्लम, कहिले के प्रब्लम यस्तो हुन्छ हैन। अनि त्यसमा चाहिँ के हुन्छ भनेपछि हामी रेगुलर भिडियो हाल्दा बीचमा यस्तो इमर्जेन्सी पर्दा चाहिँ हामी के हुन्छ, हामी कन्सिस्टेन्सी ब्रेक हुन्छ। अनि कन्सिस्टेन्सी ब्रेक भनेको कारण नै युट्युबको फेलियर हो हैन। युट्युबमा चाहिँ हामी कन्सिस्टेन्सी हामी एकदम गरिराख्नुपर्छ काम, अनि मात्रै हाम्रो युट्युब च्यानल माथि जान्छ। अगर हामीले हैन अगर हामीले एक दुई दिन हामीले युट्युबमा भिडियो हालेन भने के हुन्छ भनेपछि चाहिँ भ्युजहरू डाउन हुन्छ हैन, भ्युज डाउन हुन्छ अनि च्यानल डाउन हुन्छ। अनि यसको कारण चाहिँ हामी देख्न सक्छौँ कि कन्सिस्टेन्सी चाहिँ कति इम्पोर्टेन्ट हो भनेर। तपाईको अगर युट्युब च्यानल छ हैन, अनि तपाईको चाहिँ युट्युब च्यानलमा कसरी लगातार कन्सिस्टेन्सी बनाइराख्ने आज हामी सिक्नेछौँ। म तपाईलाई 3टा रिजन दिनेछु तपाईले आफ्नो युट्युब च्यानलमा कन्सिस्टेन्सी बनाइराख्न सक्नुहुन्छ हैन। एउटा चाहिँ के हो भनेपछि चाहिँ ब्याच रिकर्डिङ भनेर। ब्याच रिकर्डिङ चाहिँ के हो भनेपछि चाहिँ तपाईको जहिले पनि फ्री टाइम हुन्छ हैन, तपाईले अगर यस्तो बसेर बनाउने भिडियो छ भने तपाई जहिले पनि फ्री हुनुहुन्छ नि, त्यतिखेर तपाईले 4टा नत्र 5वटा भिडियो एकै खेपमा बनाएर राख्नुहोस् हैन। तपाईले प्री प्लान हैन, तपाईले ब्याकअपमा राख्नुहोस्। तपाईले ब्याकअपमा राख्यो भने के हुन्छ, कहिले इमर्जेन्सी पर्दाखेरि हैन त्यतिखेर काम आउँछ कि तपाईले हैन तपाईको साथीको घरमा केही पार्टी छ या बिहा भयो अरे या इमर्जेन्सी भयो अरे त्यतिखेर एकदमै काम आउँछ तपाईले अगर प्री सुट गरेको छ भने हैन। तपाईकोमा टपिक छ हैन, तपाईकोमा भिडियो रेडी छ, एडिटिङहरु सबै गरेर राखेको छ हैन, तपाईले के गर्न सक्छ, आफ्नो टाइममा तपाईले पोस्ट गर्न सक्छ। प्री सुट गर्नुहोस् हैन। प्री सुट राख्यो भने के हुन्छ, तपाईको इमर्जेन्सीमा ब्याकअपमा काम आउँछ। अनि नम्बर 2 चाहिँ के हो भनेपछि चाहिँ डिसिप्लिन। हामी सानोमा स्कुल जान्छ हैन, के को लागि जान्छ, हामी एउटा त हामी ज्ञान पाओस् भनेर जान्छ, अनि अर्को चाहिँ हाम्रो डिसिप्लिन सिकोस् भनेर हैन। हामी डिसिप्लिन हुनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो। हामी भ्युज नहेर तिमी हैन, फर्स्टमा म त भन्छु 1 सालसम्म तिमी भ्युज नहेर, तिमी लगातार काम गरिराख, काम गर्दै जाऊ हैन। यो वाइटी स्टुडियो छ, वाइटी स्टुडियोमा तिमी भेरिफाई गर्दै जाऊ हैन, हेर्दै जाऊ हैन, कुन चाहिँ भिडियोले राम्रो हैन भ्युज ल्याएको छ त्यो हेर्दै जाऊ, अनि त्यस्तै टाइपको भिडियो बनाउँदै जाऊ। म त भन्छु कि तिमी भ्युजको पछि नलाग, पहिला तिमी खाली आफ्नो काम गर, भ्युज आफै आउन थाल्छ। काम गर्यो भने मात्रै भ्युज आउँछ, नत्र भने आउँदैन। चाहिँ यति नै भ्युज आउँछ मेरो त हैन, त्यहाँदेखिको तिमी डिमोटिभेट हुन्छ, त्यहाँदेखिको तिम्रो कन्सिस्टेन्सी ब्रेकडाउन हुन्छ। सो कन्सिस्टेन्सी ब्रेकडाउन हुनुको कारण पनि त्यही पनि हुन्छ कि एउटा त भ्युज काउन्ट गरिराख्ने, वाइटी स्टुडियो खोल्ने, भ्युज काउन्ट गरिराख्ने, त्यस्तो गर्नु हुँदैन। हामी त्यस्तो गऱ्यो भने चाहिँ हामी कन्सिस्टेन्सी ब्रेकडाउन हुन्छ। अनि अर्को चाहिँ के हो भनेपछि चाहिँ हाम्रो पर्पस। यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। हामीलाई थाहा हुनुपर्छ कि मेरो पर्पस चाहिँ के हो हैन। मेरो पर्पस चाहिँ युट्युबमा सक्सेसफुल बनिने हो कि मेरो के जस्ट यस्तै युट्युबमा जस्ट फनको लागि आएको हो कि हाम्रो पर्पस हुनु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। पर्पस चाहिँ जान्नुहोस् हैन। पर्पस बिना हामी काम गर्न सक्दैन। हामीलाई याद दिलाएर तपाईलाई बोर हुँदैछ हैन, त्यतिखेर बोरिङ लाग्दैछ भिडियो बनाउनु, तपाई याद गर कि मेरो पर्पस के हो। तपाईले पर्पस याद गर्यो भने तपाई आफै के हुन्छ, युट्युबमा भिडियो बनाउन थाल्छ। अगर तपाईको पर्पस नै थाहा छैन, तपाईलाई के हो मेरो पर्पस, मेरो गोल के हो, मेरो टार्गेट के हो भनेपछि चाहिँ तपाई युट्युबमा काम गर्न सक्दैन। तपाई त्यसै डिसअपोइन्ट हुन्छ हैन, त्यसै युट्युबमा त भाइरल हुँदैन, खालि लकको खेला मात्रै हो, त्यस्तो हैन। लकको खेला हुँदैन। यहाँनेरि हार्डवर्क चाहिँ गर्नै पर्छ। जुनै पनि फिल्डमा गयो भने बिना हार्डवर्क तपाईलाई केही पाउँदैन। सो यो 3टा चिज चाहिँ एकदमै इम्पोर्टेन्ट हो। तपाईले यो 3टा चिज चाहिँ तपाईले आजदेखिकै गर्नुभयो भने तपाईको कहिले पनि कन्सिस्टेन्सी ब्रेकडाउन हुँदैन, अनि तपाईले लगातार युट्युबमा काम गर्न सक्नुहुन्छ हैन। राम्रो इन्कम पनि तपाईले जेनेरेट गर्न सक्नुहुन्छ। सो
यही भन्नेछु कि तपाईँ काम गर्नुहोस् होइन, अगाडि बढ्नुहोस्, सक्सेसफुल बनिनुहोस्। अगर यो भिडियोले तपाईँलाई केही मोटिभेट गर्यो भने तपाईँले लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो।